अँध्यारो छ होइन कसो गाह्रो छ यो अँध्यारोमा। चिनिँदैन पो होला हौ को हो यो मान्छे अँध्यारोमा होइन त्यति धेरै अब क्यामेराको फोकस चाहिँ पर्न सक्दैन होइन त एकदमै हो दाइ एकदमै हो। ल ल ल अब हामी चाहिँ दाजुभाइ यसो रमाइलो गरौँ भनेर नि अब यहाँबाट यस्तो घुमेर त्यहाँ जाने हो नि त टाइम लाग्छ भाइ त भेट्दै गरौँ न यस्तो छ होइन अलिकति यता बाटो छ अनि यतापट्टि साइडमा चाहिँ हिँड्नलाई ठाउँहरू छ त्यही बाटो ल भाइ हामी कहाँसम्मको यात्रा हो र हाम्रो यात्रा भनेको अब एसन पार्कदेखि जाँदै कहाँसम्म पुग्छ हेरौँ। जुन पार्क होइन त धेरै टाढो त छैन 2-3 मिनटको बाटो हो ल गाइजहरू यसो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नछोड्नु होला है भेट्दै गरौँ ल रमाइलो छ है एकदम एकदम राम्रो छ फुल चाहिँ गार्बेज फाल्ने एरिया बनाइदिएको रहेछ कि यहाँनिर ल बाटो चाहिँ यस्तै छ होइन एकदम हामी चाहिँ रमाइलो छ अनि त्यो छ नि ठुलो ठुलो बङ्गला चाहिँ हामीले कहिले बनाउने होला हौ अब बिस्तारै बनाउने हो दाइ होइन र होइन बनाउने चाहिँ सपना चाहिँ धेरै छ होइन तर पुरा चाहिँ एकदम त्यही भएर हजुरहरूको सपोर्ट चाहिँ चाहिन्छ है यस्तो घुम्नुपर्ने अरे नि त तर टाउकै भाङ्गिएछ कि मिलाइदिउँ मिलाइदिनुहोस् दाइ मिल्यो दामी एकदम एकदम मिल्यो गुड यो कुन चाहिँ रहेछ फटा भत्काउने चाहिँ होइन हो अब चाहिँ फाइनल्ली हामी पार्क एरियामा आइपुग्यो अनि यतातिर चाहिँ बास्केटबल भलिबल अनि फुटसल खेल्ने एरिया छ भने योपट्टि साइडमा चाहिँ अनि भित्र गएर एकछिन यसो रमाइलो गर्न बस्न मिल्ने होइन साथीभाइसँग भेटघाट गर्ने ठाउँ छ यो चाहिँ अनि यहाँ चाहिँ अब सानो बच्चादेखि लिएर ठुलासम्मलाई गर्ने खेल्ने भनौँ न एउटा ठाउँ छ सो हामी देखाउँदै जानेछौँ हेरौँ होइन के रहेछ त्यहाँभित्र गएपछि राम्रो छ नि एकदम यस्तो पनि पाइन्छ है यहाँनिर चाहिँ होइन के भन्छ डिलकाँडा हो के भन्छ नि होइन एकदम तिमी कमै छ भाइ हाइट त त्योभन्दा पनि नि तलै छ समथिङ 3-4 इन्च तलै छ अझै अलिक बढ्नु पर्यो के जति तन्के नि पुग्दैनौ त्यो लेभलमा तिमी यहाँ चाहिँ गोलो राउन्ड छ होइन गोलो राउन्ड छ चाहिँ यस्तो राउन्ड छ बिचमा सेन्टरमा जाउँ न त हामी चाहिँ सेन्टरमा जान्छ ल एकदम यहाँनिर मैले पहिला पनि एउटा भिडियो बनाएको थिएँ है जाउँ न यता भनेको चाहिँ यस्तै हो कि होइन ठुलोहरूले जस्तो गरेको छ सानो पनि त्यस्तै गर्ने क्या होइन ल अब हामी त्यो
चल हेर्दै ओके के हेरेको यस्तो होइन फुटबल रमाइलो रहेछ कि हो के गर्नु खुट्टा चिलाउँछ नि हौ हो र दाइ कसरी चिलाउँछ हौ कुन तरिकाले हौ खेल्ने मान्छेलाई होइन त्यसै पनि अब यो देखेपछि चाहिँ दाइ भन्नुहोस् देखेपछि चाहिँ खेलौँ लाग्ने क्या हो ल ल ल ओके दाइ खेल्नुपर्छ भइसक्यो एकदम छिर्दिउँ अब यहाँ चाहिँ यतापट्टि चाहिँ अब फुटसलको ग्राउन्ड छ भनेपछि यतापट्टि चाहिँ यहाँ चाहिँ भलिबलको छ होइन अनि बिचमा चाहिँ हाइटै छ र माथि हाइटसम्म छ होइन चाहिँ हल्का फुल्का गर्नु भयो जाडो महिना त लाग्यो त्यही पनि अब यसो तातै हुन्छ हल्का रातिको समयमा